यस्तो सबैजनालाई यो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। आज चाहिँ हामी घरबाट 2 जना भाइ र म भएर यता सिरबारी भ्यू पोइन्ट हेर्न आएको है, साइकल लिएर। अब हेर्नुहोस् है कस्तो हुन्छ भिडियो, राम्रो भए पनि नराम्रो भए पनि हेरिदिनु होला। बाटो चाहिँ खत्रै मजा छ क्या आएको छ। त फाइनल्ली है हामी चाहिँ सिरबारीको यो भ्यू पोइन्टमा आइसकेको छौँ। मजा भन्छ बाटो है, साइकल चाहिँ खत्रै गराएको छ क्या। लाइक फाइनल्ली आइसक्यौँ हामी सिरबारी भ्यू पोइन्ट। यहाँ रेस्टुरेन्ट छ है, सिरबारी भ्यू रिसोर्ट। ल कोही आउन चाहनुहुन्छ भने सिरबारी आउनु होला, सबलाई वेलकम छ है गाइज। हामी चाहिँ उहाँ देख्नु आएको हामी घरमा हो, यो बाटो हुँदै आएको यो 2 जना भाइहरू मसँग आएको। हेलो गर्दै हेलो। ल गाइज तपाईँहरू पनि घुम्न मन छ भने ठाउँमा आउन सक्नुहुन्छ गाइजहरू। ल यो अब त्यहाँ अहिले सिरबारीको पुरा एरिया देखाउँछौँ हामी है। गाइज हामी चाहिँ है आयम सिरबारीको भ्यू हेर्न। ल साइकल लिएर आएको टक्क। साइकल त अब यस्तै छ है, फर्स्ट टाइम हो। अब यस्तो मेहनत गर्दैछु, सबले हेरिदिनु पर्यो हाम्रो ब्लगलाई। ऊ त्यहाँ माथिबाट आएको साइकल झारेर यो भिडियो पनि म देखाइदिन्छु। ल गाइज फाइनल्ली हामी 3 जना दाजुभाइ भएर आयो है आज सिरबारीको भ्यू हेर्न। खासै बोल्न आउँदैन तर पनि माया गरिदिनु होला है। ल गाइज हामी टक्क लाएर आइसकेको छौँ। देख्न सक्नुहुन्छ यहाँ सिरबारीमा टावर छ, यहाँबाट सिरबारीको दृश्य एकदम राम्रो देख्न सकिन्छ। हेर्नुहोस् फर्स्ट टाइम हो, कृपया सबले माया गरिदिनु होला। धेरै राम्रो बनाउन त सकेको छैन है, त्यही पनि ट्राई गरिदिएको। यी भाइहरू हेलो गर्दै। ल गाइज फाइनल्ली यही हो सिरबारी है, यस्तो राम्रो छ यहाँको भ्यू। सबजनाले हेरिदिनु होला।